सबैलाई मेरो नमस्कार। म चाहिँ विकास विष्ट। आज चाहिँ म चाहिँ हजुरहरूलाई सचेत गराउन आएको। यो चाहिँ 18 वर्ष माथि काले चाहिँ सुन्नुपर्ने नै र बुझ्नुपर्ने नै कुरा हो र यो चाहिँ 18 वर्ष मुनिकाले हेरेर हजुरहरूको आमा बुवालाई चाहिँ सचेत गराइदिन पनि सक्नुहुन्छ। अब चुनाव आइरहेको छ। म चाहिँ धेरै कुरा गर्न चाहिन। म चाहिँ अब चुनावको बारेमा चाहिँ थोरै हजुरहरूलाई सल्लाह दिन आएको हुँ र मेरो यो कुरालाई ठाउँसम्म पुर्याइदिनु होला भन्ने मलाई विश्वास लागेको छ। र अब चुनाव आउँदैछ, कसलाई भोट दिने, के गर्ने भन्ने हजुरहरूलाई पक्कै पनि भयो होला। र अब चाहिँ चुनावमा चाहिँ हजुरहरूले एउटा असल व्यक्तिलाई छानेर चाहिँ राम्रो भोट दिएर त्यो व्यक्तिलाई ठाउँसम्म पुर्याइदिनु हुन म विनम्र अनुरोध गर्दछु र तपाईहरूलाई सचेत गराउन पनि आएको हुँ। र हामीहरूले केलाई भोट दिने, कसलाई भोट दिने र त्यो व्यक्तिले के गर्नुपर्छ भन्ने लागेको छ। र हाम्रो गाउँमा चाहिँ 5-5 वर्ष भइसक्यो, न घर घर पानी आएको छ, न बाटोघाटो नै राम्रो बनेको छ। हजुरहरूलाई पक्कै पनि थाहा होला। हाम्रो गाउँमा चाहिँ सानादेखि ठुला हर कोहीले पनि पानी बोकेर नै खानु परेको छ। त्यो दुःख कष्ट हाम्रो गाउँमा चाहिँ पक्कै पनि थाहा होला। र अहिले चाहिँ तपाईहरूलाई चाहिँ कसलाई भोट दिने र एउटा व्यक्तिलाई भोट दिएर त्यसलाई राम्रो ठाउँमा लगेर 3 वर्ष भित्रमा त्यसले के काम गर्छ एउटा निवेदन तयार पारेर एउटा गाउँ भेला गरेर एउटा निवेदन तयार पारेर त्यो कुन व्यक्ति उठ्नेछ त्यसको सिग्नेचर गराएर चाहिँ भोट दिनु होला भन्न चाहन्छु। र यहाँ कतिपय व्यक्तिहरू 5-5 वर्षसम्म भएर पनि हाम्रो गाउँमा चाहिँ एउटा पानी र बाटोको एउटा राम्रोसँग विकास गर्न सकेका छैनन्। र त्यहाँहरूलाई म के भन्न चाहन्छु भने हेर्नुहोस्, तपाईहरूले धेरै अत्याचार गर्नुभएको छ। 5-5 वर्षसम्म एउटा पानीको एउटा विकास गर्न, एउटा घर एउटा पानी पुर्याउन सक्नु भएको छैन। पानी आधा अधुरो काम गर्नुभएको छ। त्यही भएर हजुरहरूलाई म यो भिडियोमा बोल्न बाध्य भएको छु। म यदि चुनावमा हुन नसके पनि, म एउटा उमेर नपुगे पनि म मेरो आमा बुवा, मेरा दाजु दिदीहरूलाई म एउटा सचेत गराउन चाहन्छु। हाम्रा यहाँ एउटा भोटको लागि उहाँ पैसा दिने र मासु चिउरा रक्सीमा बिक्नेहरू हाम्रा धेरै साथीहरू अथवा मेरा थुप्रै लगायत हुनुहुन्छ। उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हजुरहरूले 5-5 वर्षसम्म गर्न नसकेको एउटा मासु बियरमा बिग्ने होइन कि एउटा असल व्यक्तिलाई छानेर तपाईहरूले भोट जिताएर त्यो मान्छेले के विकास गर्न सक्छ भने 3 वर्षभित्रमा तैँले पानी र बाटोमा राम्रो व्यवस्था गर्न सक्छस् कि सक्दैनस् भनेर एउटा निवेदन तयार पार्नु होला। र त्यो व्यक्तिले गर्न सक्छ कि नै, यदि गर्न नसके त्यसले रिजाइन दिनुपर्नेछ भनेर तपाईहरूले एउटा त्यो गर्नुपर्नेछ। र जति पनि छुट्टै जोत्ने होइन कि एकजुट। अब हामीहरू यो भनेको आधुनिक युग हो। तपाईहरूलाई थाहा नै होला, प्रायःजसो हर व्यक्तिहरूको टोलमा पानी घरमा गइरहेको छ। र हाम्रो गाउँमा चाहिँ मल्लारानी 1 चुदरी खोलामा चाहिँ अझैसम्म पानीको विकास गएको छैन। हामीहरू आधी घन्टा लाग्छ पानी बोक्न, हजुरहरूलाई पक्कै पनि थाहा होला। र त्यति होइन कि हाम्रो एउटा बाटो पनि राम्रोसँग छैन। यातायातको लागि कति दुःख गर्नु परेको छ हजुरहरूलाई पक्कै पनि थाहा होला। र यति भन्दै राम्रो व्यक्तिलाई छानेर हजुरहरूले भोट जिताउनु होला भन्न म विनम्र अनुरोध गर्दछु। र अहिले चाहिँ म यति भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।